Hi guys, good morning and welcome back to the channel. And अहिले चाहिँ बिहानै म र मेरो बहिनी चाहिँ थोडा आगे गइसक्यो। हामी चाहिँ गोरुको मासु लिनु गएको। तामाङ हो हैन, तर म चाहिँ खादिनँ, बट म लिनु चाहिँ गएको हैन। किन भन्दाखेरि भोलि चाहिँ तपाईको फुलपाती हो नि त, तर फुलपाती चाहिँ तपाईको मन्डे परेको छ। अनि त त्यही भएर चाहिँ आज चाहिँ हामी सन्डे नै ल्याउनु गएको, किनभने आजै काट्दैछ अरे हैन। तपाईहरुलाई आजको वेदर देखाउँछु ल। फर्स्ट दिस इज द वेदर। कस्तो ग्रीनरी हैन, टक्कै घाम लागिरहेको छ। मेरो बहिनी आगे भर्खर उठेको यो पनि हैन। अहिले चाहिँ हाम्रो सबै यसरी धानहरू यो भइरहेको छ यहाँ हाम्रो गाउँको हैन। घाम पनि मजाले लागिरहेको छ। फुलहरू हेर्नु न, विन्टर आयो। सलोनी र म चाहिँ पिङ्क लगाएर जाँदैछु। सलोनी यता हेर्दा भर्खर उठेको है त। एकबार झोला देखाइदेन, बियो सोच्न मान्छेहरू। सलोनीको त एटलिस्ट नरको झोला ठिकै छ। मेरो झोला देख्यो भने मान्छेहरू बियोस हुन्छ। मेरो झोला चाहिँ गाइज हेरिहाल्नु, मेरो आमाले झोला दिएको अरे हो। झोलै छैन अरे होइन, दुईटा भित्र प्लास्टिक हालेको छ। मैले आफै यसलाई क्यारी ब्याग बनाएर धुलो गरेर क्यारी ब्याग बनाइरहेको छु। छ्या, हाम्रो यहाँ भोलेनाथ हुनुहुन्छ, जय भोलेनाथ। सो हामी चाहिँ तल जाँदैछौँ ल्याउनु होइन। कहाँ जानुपर्ने थाहा छ तँलाई? मलाई पनि थाहा छैन। सो म र मेरो बहिनी दसैँ आयो, चिची मम खाऊ होला। कति यसको लागि पर्सनली चाहिँ गाई भैँसीको मासु अलग्गै चाहिँ 2 किलो भनेको हो अरे। किन तँलाई भैँसीको पुरा मासु खानु मन लाग्यो? यो चाहिँ मेरो सानो काकाको छोरी है गाइस। मासु चाहिँ खाँदैन अरे, सुकुटी चाहिँ खान्छ अरे। वाउ, अब हातै दुख्यो मेरो। यसरी भ्लग गर्ने आदतै गइसकेको छ मेरो। पर्खिनु गाइस, अब तपाईँलाई म पुगेर भेट्छु। गाइस हामी चाहिँ यहाँनिर जङ्गलको रास्ता जाँदैछौँ होइन। डर के आगे जीत है। हाम्रो मल्ल दादा हेलो भन्नु। हेलो, गुड मर्निङ। गुड मर्निङ, गुड मर्निङ। बाटो हामीले नभेटेको अवस्था गाइस। माइक पहिला प्रियङ्का र म यहाँनिर मैला फ्याँक्नु जान्थ्यो यता त। ऊबाट भङ्गेरीले कहाँ लान्थ्यो लाग्थ्यो मलाई। छोटे छोटे स्ट्रिम्स गाइज। सलोनी चिप्लेर माछा पार्लास् नि। ओ माई गड, सापको डर लाग्छ अरूभन्दा पनि है। सापको चाहिँ डर लाग्दैन गाइज। म हुनुको लागि चाहिँ साप वर्गै हो कि, बट मलाई सापसँग चाहिँ यस्तो बेसी डर लाग्छ, पुरै डर लाग्छ। धुक 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 हुन्छ। लट्ठीहरू, स्कुटीहरू कुदाउँदै बेलामा पनि लट्ठीहरू मैले देखेँ भने, यता क्विक भएको देखेँ भने मलाई डर लागिहाल्छ। पुग्नु आँटे, कट गर्दै रहेछ हो। मासु काटेको त के देखाउनु होइन, लिको मात्रै देखाउँछु ल। पुग्यो गाइस। दिदी बहिनी भएर यहाँनिर 7 केजी मासु पनि बोक्नु सकिनँ होइन। यतिको भाते चाहिँ भएको छु यहाँ। मनमनी आन्टीको अन्त यहाँनिर त्यो भैँसी छ नि त, कि भैँसी देखेर हेर सुकुटीले हेरेको भन्दैछ यसले। हेर अबै भगवान्, तपाईँले भनेको गाइस कान्छी नाना मैले होइन गाइस, यसले हो यसले। 10 किलो के किनिस् भन्न अन्त। जानिस् किनिनस् के होइन के किन्ने सल्लाह नभनेको कम्ताको छ जस्तो भोइ। सलोनी पो त को अरे? सलोनी कोही उकालो जाने मान्छे पनि आउँदैन त। लु त एक्लै बोकेर देखा त लु। आम्मा मेरो हात यस्तो भइसक्यो। आरामले हेरे कान्छी नाना बोक्दैन भन्ने। ल बहिनी ल बोक्नुहोस् त तपाईँ भनिस् भने चाहिँ लात खान्छ। 7.5 एन्ड देन हड्डी त हाँसुर्दो भएको भने नि यसो भयो होइन। अन्त म गएँ, अन्त मेरो चाहिँ हेमोग्लोबिन अहिले पुरा कम्ती भएको छ नि त। एन्ड मैले चाहिँ मलाई खुट्टा दिनु न ल भन्दै भने होइन। त्यही चाहिँ अन्त नेपाल त जेसुकै होस् होइन, गोरुको मासुको सुप चाहिँ खानु पऱ्यो भनेर मैले सोचेँ। गोरुको खुट्टाको आई मिन। एन्ड हजुर, अन्त खानु पऱ्यो भनेर सोचेँ। अन्त मैले खुट्टा मागेँ। अन्त खुट्टा कति भने होइन, 100 अरे होइन। अन्त हुन्छ दिनुहोस् न भने होइन। खुट्टा ल्यायो कि साँच्चीकै खुट्टा अब यस्तो भएको। अब मैले चाहिँ सोचेको त्यो थाईको अलिकति मुनिको पार्टहरू हुन्छ नि, काफहरू जस्तै
हो त्यो त्यही मैले भन्नु खोजेको उनीहरू त साँच्चीकै मलाई खुट्टा यस्तो भएको खुट्टा दियो कि कालो खुट्टा तर्सिन त आम्मामा त फेरि होइन त्यो भनेर त्यही अर्को मागेको डल्लो डल्लो यस्तो बिहान बिहानै घाम कत्रो लागेको भने नि दसैँको घाम लागिसकेछ गाई सलोनी ठहरै हुँदै बोक्दैछ ले आधी आधी बोक्नु आइज ठहरै भइसकेको छ बहिनी कि ल अब तपाईँहरूलाई एकछिनमा भेट्छु क्यामेरा राख्ने बित्तिकै बोक्नु 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 अरे हो यसले मलाई भएको अब ले 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 भयो ले तर मलाई चाहिँ गरेको चाहिँ छैन ल वाह मासु आयो है दसैँको गाइस त्यहाँनिर अझै एउटा गोरु थियो नि त त्यो चाहिँ कालो कलरमा थियो नि त कि अन्त यसले चाहिँ त्यो गोरुलाई चाहिँ भैँसी भन्दैछ सबै कालो चाहिँ भैँसी हुन्छ अन्त लाटी भैँसी जस्तो छ नि त डल्लै भैँसी बाहिरबाट हेर्दा कालो हुन्छ होइन त्यसको भित्रको मासु किन रातो भएको बान्लो थाहा छैन मलाई पनि त थाहा छैन ओ नमस्ते गाइज आज चाहिँ फुलपातीको दिन चाहिँ आज हामी हाम्रो माम आखेलाई भेट्नु जाँदैछौँ होइन अन्त चाहिँ माम आखेलाई भेट्नु चाहिँ हामी पुरखान जाँदैछौँ अन्त आज फुलपातीको दिन चाहिँ मासुहरू अन्त माम आखेहरूले के खान्थ्यो अब रक्सीहरू भयो अन्त के भन्छ त्यसलाई बेडी खैनीहरू त्योहरू सबै चढाउनु जान्छ होइन अन्त अब अरू बेला त सानो दादाहरू हुँदाखेरि अगाडिको दिनै साफसफाइ गर्थ्यो तर आज चाहिँ गरेको छैन होला त्यही भएर अलिअलि सफा सुग्घर गरेर चाहिँ अब काइन्ड अफ पूजा जस्तो गर्छ या चढाउँछ आई डोन्ट नो मच किन भन्दाखेरि अहिले म 24 वर्ष पुगेँ होइन अन्त 24 वर्षको उमेरसम्म पनि आखे माम खसेदेखिको म एक बार चाहिँ गएको छु होला पुर्खान तर कहिले पनि गएको छुइनँ अब सो त्यही भएर चाहिँ आज जान आँटेको लोसो जान्छस् कि जाँदैनस् अहिले चाहिँ म सलोनीहरूको घरमा छु आउनु लागि रेडी बनाउँदैछ पानी रक्सीहरू मासु भातहरू आमा यहाँ छ लोसोडी यहाँ छ लोसोडी जाँदैनस् हिँड्न जाउँ हिँड्न कहिले गएको छस् कहिले गएको अस्तिको साल म त गएकै छुइनँ जान आँटेको ए आसुले रम हाल्दैछ एम्बस के हुन्छ हौ अन्त एम्बस एम्बस त खान्थ्यो उहिलेको मान्छेहरूले होइन लोसोडी फाइनली हामी निक्लिँदैछौँ कुखुरा उतट वाउ कुलो हेर्नु न गाइस हामी पहिले यही कुलोमा कति नुहाउँथ्यौँ यार कोदो फुल्यो बारी रेजिना सुमाउँदैछ आजको वेदर यो अजीहरूको घर हो हामी जानुपर्ने त वहाँनिर वेदर हेर्नु गाइस सो ब्युटिफुल वेदर गाइस यो चाहिँ हाम्रो माथि घर हो मूल घर जहाँनिर हामी जन्मेको खेलेको म जन्मेको घर कतिजना यस्तो गाडीमा चाहिँ अब माई गड हामी त यहाँ पर पुग्नुपर्ने हो खाली खुट्टै जानुपर्छ होला है चेप्पलसँग त हुँदैन होला खाली खुट्टै जाँदैछौँ गाइस हामी चाहिँ यस्तो घरी घरी आँसु आउँदैछ अर्को आँसुमा आउँदैछ आउनु ठुलो आँसु माई गड गाइस मलाई यस्तो डर लाग्छ कि हिँड्नु हेर्नु न धान चाहिँ कत्रो कत्रो भइसकेछ होइन माई गड धान बारी बारी हिँड्दै गाइस माई गड यस्तो घाम छ फेरि के भन्नु है आँसु घामको बारेमा त के पुग्यो अरे म त झन् मुख पनि नधुइआएको जस्तो देखिरहेको छु स्ट्रगल इज सो रियल होइन आम्मामा धान बारी बारी हिँड्दैछौँ हामी त्यही त पोहोर त राम्रो बनाएको थियो जस्तो लाग्छ त हौ है गाइस यहाँ छ पुर्खान चाहिँ ठुलो भाइ आगोले बनाएको आगो भन्नु यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो रेजिनासुले सुन रोपेको हेरिहाल्नु गाइस
सुन चाहिँ हाम्रो टीको है। आँसुलाई दिन्न त अन्त तपाईँको हातले भएन भने। आमाको सर्किरहेको छ। यहाँ चाहिँ हाम्रो मामको माम चाहिँ हाम्रो फर्स्ट खस्नु भएको होइन। आमाले यहाँ अलिअलि सफा गर्नु हुँदैछ। यहाँ चाहिँ छ हाम्रो आखे। बिचरा मेरो आखेकोमा यहाँ झार पलाएछ। हाम्रो घरमा त्यो स्कोरा घरमा अलिकति यहाँ दल्दै भए पनि हुन्थ्यो है। अब अर्को भन्नु क्या सबैजना पेन्ट गरिदिनु आमा, कलर लगाइदिनु क्या। जस्तो बोरामा उब्रेको त्यो राखिरहेको थियो नि त। सबैजना तपाईँहरू आएर कलर मजाले गर्नु। त्यो पुटिङ मात्रै लगाएर त उयो हुन्छ नि त प्राइमर पनि। विन्डोहरू पनि छ गाइस यहाँनिर। यतिको सफा चाहिँ बनाएँ यहाँनिर। आँसुले गर्दैछ। यहाँनिर चाहिँ खोला छ। यो सबै धानबारीहरू हो गाइस। धानबारी। अब पूजा गर्छ। ठुलो बट्टामा ल्याएको हो उता छ पानी। बाउ जाडो खानु ल। ससुरा आउने बाटो पनि बिचरा बन्द थियो होला, खुल्ला पार्थे। के अरे सासु र ससुराको आउने बाटो पनि बन्द थियो होला, खुल्ला पार्थे। बेडी खान्छ बाउ तपाईँ? मम ढोकर भन्दैछ। मामको पुरानो हो र पनि है। कस्तो अहिलेसम्म कस्तो राम्रो छ। आँखी हेरी हेर्नु न। पहिलाको त है डह्रो हुन्थ्यो नि त। अब ओर्दर गर्थ्यो र बिगारेर आउनै पाएको थिएन होला। चरा चरङ्गीले खस्के यहाँ हाल्नुपर्छ। सुत्ने यस्तोमा हालिदिनु र आउँथ्यो अप्छु हौ। ए गाइस यहाँनिर सबै गरिसक्यो। अब हामी निक्लेको। आँसु चाहिँ अझै पनि फाट्दैछ। हामी त पसिना थरी भयो। सुरहरू पनि हाल्यो। निक्लेको अब यस्तो घाममा फोन पुरा ओभरहिट भयो। माम गएको बाई बाई। गएको है के कस्तो भयो हामीले दियौँ। अब जानेको यति नै हो। बिही आँसु हान्छ होला गाइस। अब चाहिँ हामी निक्लेको। यहाँनिर चाहिँ आँसुको फर्सी फलिरहेको रहेछ। देखेन त्यहाँबाट चाहिँ। देखेर किन देखेनौ? एउटा त त्यहाँ माथि पाकेको थियो कि चरेर खाएर झऱ्यो। ए 2-3 वटा रहेछ त।